गुड मर्निङ सबैजनालाई सेवारो। आज चाहिँ मैले हेर्नु ब्लग स्टार्ट गर्दैछु। आज चाहिँ किन भन्दाखेरि चाहिँ मेरो बहिनीहरू घर फर्किँदैछन् त। अस्तिको हामीले चाहिँ ब्लगै बनाउनु पाएन। आज साग पानी खाने मम खाने नमित मम खाने अब घर जान त म चाहिँ पुऱ्याउन आइरहेको छु। सलाक्छु लाउँछु भन्दै थियो। होस् भनेको नि कहाँ लाउनु, 1 बजी मात्रै जान्छ नि। त्यही भएर हामी चाहिँ पुत्र क्यारे किन छोड्दैन त्यही खेलोस्। लु खेल 300 रुपियाँको। अब घरमा पुगेर यो गाडी सफारीमा जानु नि। यता छ सफारी। होस् यहीँ छ बाबाले होस् यहाँ छ होस् नै फुर्ती किनेर लैजा। यहीँ छ सफारी भएर छ। एकछिन न अब खानेकुरामा पनि बरु 2-3टा किनिदिनु। 300 को कुखुराको मासु पनि आउँथ्यो 1 केजी। अनि के गर्नु त भिडियो बनाउँदैछु। अब 1 बजी मात्रै गाडी जान्छ नि त। त्यही भएर मेरो छोरा चाहिँ यसको दिदीलाई छोड्नु मम्मीको छैन। यसको इच्छामा चाहिँ उता खुत्रुको किन्नु गइरहेछ। फाइनली बुढी मराउ बाई बाई गरेर छ मलाई। ला भन्दैन त यो त जाने जाने होइन त। हामी त भोलिपर्सि जाने हामी। अब ऊ जाने भन्दैछ। ऊ म त्यसको छेउमा छ जाने होइन हामी। ऊ दिदीसँग जाने हामी। दिदीसँग अर्को बसमा ल अर्को बसमा जाने। दिदी गयो भन्दैछ। दिदी दिदी लु यहाँ किनिदिनु होला। भाइयाको माएर किनिदिनु अरे। मिठो मिठो दिनुहुन्छ। बाई गर बाई गर बाई गर न दिलो छ। बस जाने भनेर मेरो छोरा हैरान। यो चाहिँ हाम्रो भदाइनीको उता जाने। ल ल ल बस गएको छैन। 1:20मा जाने भनेको 1:20 भइसक्यो। नेपाली टाइमको हो। यहाँ म गएर मात्रै जानु भन्दैछ कि। अनि त्यही भएर पर्खेको। अनि उसको छ्यामाको चाहिँ जानु आँटेछ। तल्लो छ यसको सिधै तल्लोपट्टि छ। मेरो छोरा पनि अघि चाहिँ जानु भनेको छ। अहिले चाहिँ दिक्क लागेको छ कि घर जाउँ। बसे हाम्रो बहिनी चाहिँ तल्लोपट्टि बसेको छ। अनि त्यही भएर यो झ्यालमा देखिएन है। साथीहरू गयो। अब सुन्ने हुने पऱ्यो म त। तिहारमा त कोही आउँदैन। गयो हाम्रो बहिनी। आमा बुवापछि चाहिँ यो दिदी बहिनी चाहिँ कति चिज हुँदो रहेछ हो। गयो ऊ चाहिँ तल्लोपट्टि बसेको छ कि। त्यही भएर यता देखिएन। म चाहिँ यहाँ मेरो भदैनीले म गएर गयो सिधा गएको। अब कहिले भेट्नु भन्न ल फोन त नि तलपट्टि बसेर देख्यौँ न नि। अब फोन गरेर भरे भन्छु ल म। किन फोन आयो यता नै कसले गर्यो? मम्मीले गर्यो। ल स्टार्ट भयो। नसुत है ल। राजा रानी पुगेर फोन गर है मम्मीलाई। जाने आयो अब। बाई बाई। नसुत
गाडी गयो टाटा बाई बाई दिदी आउँछ भोलि पर्सि दिदी आउँछ क्या बाई टाउको भित्र लगा भित्र बाई बाई लु जा पर्सि आउँछ अब हामी फर्किँदैछौँ चाहिँ होइन डोनट खायो मैले चाहिँ के खाएँ सबै यो चाहिँ डोनट अब के हालेर गइदिनु न यस्तो साह्रो त्यहाँबाट पनि पुस्दै बेला घरमा डुरो हामी चाहिँ आमा छोरा लगाएको जति चाहिँ सफाइ गएर हात धुने ल अब चाहिँ हामी पुग्नु आँटेछौँ पुगेपछि सुते गर्न नि हात धुइदी गरेर त्यो भएर आउने को यो यता हेर आमा हात धुइदी गरेर सुते गर्नुहोस् राम्रो घर आइपुग्यौँ अब हात साथ धोइदिने अनि अब मेरो बाबुलाई सुताउने है अर्को अब मुख पनि त धुनु पऱ्यो नि खै खै मोमो खाने कि भात खाने ए सरी बेबी सरी ल म चाहिँ बेलुका सुकाएर गएको थिएँ नि त अनि त्यही भएर यिनीहरू चाहिँ पठाउनु पर्ने छ अनि मेरो बिजनेसको पनि अघि ड्रामा डोल भइरहेछ अघि माथि बहिनीको गाउँमा म गएको थिएँ नि त त्यही भएर एउटा लगेको थियो अब म चाहिँ यिनीहरू पठाउँछु